आजको यस भिडियोमा हामी फोबियाहरूको बारेमा कुरा गर्न गइरहेका छौँ। फोबिया भनेको मुख्य भनेको चाहिँ यसको डरहरूको बारेमा हो। मान्छेहरूलाई चाहिँ के कारणले के कस्तो कारणले चाहिँ डर लाग्ने गर्दछ भन्ने कुरामा चाहिँ हामीले फोबियाको बारेमा सजिलैसँग थाहा पाउन सक्छौँ। यसलाई चाहिँ हामीले दुईटा क्याटेगोरीमा बाँडिरहेका छौँ। जुन चाहिँ जुन अगाडिको अक्षरले हुन्छ नि यो अक्षरले चाहिँ हामीले चाहिँ सहजै रूपमा इक्जाममा थाहा पाउने गरी हामीले दैनिक रूपमा थाहा भइरहेको कुराले चाहिँ जनाउँदछ। अनि अब यो मलाई लाग्छ है त इन्ट्रोफोबिया रहेको छ। इन्ट्रो भन्ने बित्तिकै हामीले के आउँछ एन्ड्रोइड आउँछ क्या। एन्ड्रोइड धेरै जसो कसले चलाउँछ यो मेलले चलाउँछ क्या। यो मान्छे यो मेलले चलाउँछ त्यसपछि चाहिँ लोग्ने मान्छेदेखि लाग्ने डरलाई के भन्छ एन्ड्रोफोबिया हुन्छ। अनि यो हाम्रो कमन वर्ड भने चाहिँ बिब्लोफोबिया हो। कसैले भन्छ यो किताबदेखि डर लाग्ने तँलाई के हो बिब्लोफोबिया लाग्छ क्या भन्छ नि त हो। त्यसलाई चाहिँ हामीले चाहिँ किताबदेखि लाग्ने डरलाई चाहिँ हामीले बिब्लोफोबिया भनेर भन्दछौँ। अनि क्रिस्टलोफोबिया अब हामीले क्रिस्टल भन्ने बित्तिकै हामीले के आउँछ आइसदेखि नै बनेको कुराहरू आउँदछ क्या हो। त्यसैले चाहिँ कि सिसा कि क्रिस्टलदेखि डराउनु यो क्वेसनमा चाहिँ एन्सर रहेको छ। अर्को रहेको छ साइबरफोबिया। साइबर भन्ने बित्तिकै हामीले के थाहा हुन्छ कम्प्युटर सम्बन्धीको कुराहरूलाई चाहिँ के भन्छ साइबर भन्छ। त्यसैले चाहिँ कम्प्युटरमा काम गरेर लाग्ने डरलाई के भनिन्छ साइबरफोबिया भनिन्छ। साइक्लोफोबिया भने के त साइक्लो भन्ने बित्तिकै हामीले चाहिँ यो साइकललाई बुझ्नुपर्छ क्या। साइकलदेखि डराउने डरलाई के भन्छ साइक्लोफोबिया। अर्को रहेको छ इलेक्ट्रोफोबिया। इलेक्ट्रो भन्ने बित्तिकै हामीलाई थाहा छ विद्युत हो। त्यसैले हामीले के लाग्छ विद्युतदेखि डराउने डरलाई के भन्छ इलेक्ट्रोफोबिया। हाइड्रोफोबिया भनेको के त हाइड्रो भने चाहिँ हामीले यो पानी बुझ्नुपर्छ क्या हो। त्यसलाई चाहिँ पानीदेखि लाग्ने डरलाई के भन्छ हाइड्रोफोबिया हो। यो पानीदेखि डर कसलाई लाग्छ त कुकुरलाई लाग्छ। कस्तो कुकुरलाई जुनलाई चाहिँ रेबिज लाग्छ त्यसलाई चाहिँ के लाग्दछ पानीदेखि डर लाग्दछ। अब हिप्नोफोबिया क्या। हिप्नोफोबिया भनेको निन्दादेखि लाग्ने डर। हिप्नोटाइटिक भइस कि क्या हो हिप्नोटाइटिस त भन्दैन हिप्नोको राति सुताले नथाहा पाले यो त हिप्नो भइस क्या भन्ने कुरा आउँछ त हो। त्यसलाई निन्दादेखि लाग्ने के भन्छ हिप्नो भन्छ। इन्सेक्टोफोबिया भनेको अब अगाडि नै छ क्वेसनमै एन्सर छ क्या। इन्सेक्ट भने चाहिँ के भयो किराहरू भयो हो। अब किरादेखि लाग्ने डरलाई के भन्छ इन्सेक्टोफोबिया भनिन्छ। अनि यसको अब चाहिँ हामीले चाहिँ कहिले नसुनेको वर्डहरू पनि छन् क्या यसमा हैन। अब कुन कुरा छ त नसुनेको कुरा अनि एसोलोफोबिया रहेको छ। अब हामीले चाहिँ एमा जुन यदेखि सुरु हुन्छ नि त हो यसमा चाहिँ हामीले सजिलोसँग यो याद गर्नलाई चाहिँ यसलाई छोडेर पछाडिको लागि अब एसोलोफोबिया भने चाहिँ कस्तो छ भन्दाखेरि अँध्यारोदेखि लाग्ने डर भन्छ क्या। अब हामीले चाहिँ यसलाई साइडमा राखेर चुलो राख्दियौँ क्या। अब चुलोमा हामीले चाहिँ कसरी याद गर्न सक्छौँ त यसमा त के छ त यसको लोजिक भन्ने कुरा चाहिँ चुलोमा चाहिँ आगो बल्छ अनि आगो गाउँतिर के हुन्छ भने चुलोमा आगो बालेर मात्रै दिन कटाउने गर्दछन् क्या। अनि आगो चाहिँ निभाइसकेपछि के हुन्छ अँध्यारो हुन्छ क्या हो। त्यसैले चाहिँ के भन्छ चुलो भन्ने बित्तिकै हामीले अँध्यारो सम्झिने अँध्यारोदेखि लाग्ने डरलाई के भन्छ यो चुलो फोबिया भन्छ। अनि एक्लियोफोबिया भने के त दुखाइदेखि लाग्ने डर एक्लियो। अब यसलाई साइड हामीले राखिहाल्यौँ गिलियो। गिलियो भने चाहिँ यो कुनै पनि हाम्रो घाउ लाग्छ नि त जस्तो यो खुट्टा भयो खुट्टामा बिचमा यो घाउ लाग्ने चाहिँ यो गिली हुन्छ क्या गिली हुन्छ नि त हो। एक्लियो भने चाहिँ के दुखाइदेखि लाग्ने डरलाई के भन्छ एक्लियोफोबिया भन्छ। एगोराफोबिया एगोराफोबिया भने चाहिँ के छ भने खुल्ला ठाउँ भिडभाडदेखि लाग्ने डरलाई चाहिँ हामीले के भन्छ एगोराफोबिया भन्छौँ क्या। अब एगोराफोबिया चाहिँ हामीले कसरी थाहा पाउने भन्दाखेरि ए गोरा यसलाई साइडमा राख्दियौँ। गोरा मान्छेहरू जुन हुन्छ नि त नेपालमा गोरा मान्छेहरू आयो भने चाहिँ के भन्छ खुल्ला ठाउँदेखि भिडभाडदेखि डर लाग्छ क्या। किन भन्दा चोर दिन्छन् कि थाहा हुँदैन नि त नयाँ ठाउँमा जाँदा हो। त्यसैले चाहिँ एगोराफोबियालाई के भन्छ खुल्ला ठाउँदेखि वा भिडभाडदेखि लाग्ने डरलाई भन्दछ। एसोमा फोबिया सुई वा तिखो वस्तुदेखि लाग्ने डरलाई भनिन्छ क्या। अब यसलाई साइडमा राख्यो आइसियोमो भने चाहिँ आइस आयो नि आइसिई इनो भने आइसिई आयो नि त। आइसी भन्ने बित्तिकै हामीले कसरी सम्झिन्छौँ भन्दाखेरि एउटा चाहिँ इन्डियन रुपियाँलाई आइस सम्झिन्छौँ एउटा चाहिँ आइस सम्झिने क्या। अनि आइसलाई चाहिँ हामीले चाहिँ तिखो पदार्थले गरेर यो उता अन्टार्कटिकादेखि चाहिँ घर बनाउँदा कसरी बनाउँछौँ त जुन चाहिँ यो इटा प्रयोग गर्दैन क्या जुन आइसको ब्रिक हुन्छ नि त हो। त्यसलाई चाहिँ हामीले टुक्रा बनाएर चाहिँ के गर्छ घरहरू बनाउँछ तिखो भागले चाहिँ हो। त्यसले एसआइसोमोफोबिया भन्छ सुई वा तिखो वस्तुदेखि लाग्ने डरलाई भन्छ। एलिरोफोबिया भने चाहिँ बिरालोसँग डराउने हो क्या। त बिरालो आयो लुरोलाई लिएर अनि के छ भन्दाखेरि बिरालो के गर्छ भन्दाखेरि जहिले पनि मुसालाई हुन्छ नि नखाने क्या भने मान्छेले देखाउन खोज्ने कहिले काहीँ दानमा च्यापेर लिएर अनि यो खोज्ने। तर यो मान्छे के भन्छ यो त्यो बिरालो चाहिँ बिरालोसँग लाग्ने हो। त्यो बिराले चाहिँ लुरो क्या। लुरो भने हामीले कसरी भन्छ मुसो मुसोलाई चाहिँ लिएर आएछ क्या कसले बिरालोले क्या बिरालो लिएर आएछ। अब एन्थ्रोफोबिया रहेको छ। एन्थ्रोफोबिया भने चाहिँ मान्छेदेखि लाग्ने डर भयो एन्थ्रोफोबिया भने मान्छेदेखि लाग्ने डर भयो। एनुक्टाफोबिया रहेको छ अर्को एन्थ्रोफोबिया भयो। अनि एनुक्टाफोबिया भनेको चाहिँ एक्लै बस्दा लाग्ने डर क्या। नुक्टालाई चाहिँ हामीले नुक्टा छ नि त नुक्टालाई चाहिँ नुक्ला गराइदिउँ ए नुक्टा एक्लै बसेर गेम नखेलै भन्छ नि एक्लैदेखि डर लाग्ने नि त। त्यसले ए नुक्टा एक्लै बसेर गेम नखेलै भने चाहिँ हामीले एनुक्टाफोबियाको चाहिँ भन्न सक्छौँ। आरचनी फोबिया माकुरादेखि लाग्ने डर आरचनी फोबिया। रजनीको चाहिँ हामीले रजनी मात्रै राख्यौँ जुन इन्डियाको हिरो छ नि रजनीकान्त हो। त्यसले चाहिँ अब एउटा यस्तो फिल्म खेल्दैछ जुन चाहिँ माकुरा बनेर चाहिँ उनले चाहिँ के गरिरहेछ फिल्म खेल्दैछ रजनी माकुरा बनेर फिल्म खेल्ने रे हो कुरा नि त। इरजनी फोबिया भनेको माकुरादेखि लाग्ने डरलाई इरजनी फोबिया भनिन्छ। आर्सन फोबिया आगोदेखि लाग्ने डरलाई के भनिन्छ आर्सन फोबिया हुन्छ क्या हो। यो आर्सन फोबिया सन भन्ने बित्तिकै हामीले के आउँछ छोराको याद आउँछ। अनि छोरा भनेको त म आफै हो क्या। सानो हुँदा मेरो छोरा आगोमा धन्न गएको थियो क्या। मलाई घरमा गएर मम्मी भन्नुहुन्छ त धन्न मेरो आगोमा गएको थिएछ। पहिला त म घाँसको दाउरा गरेर जान्थेँ त्यो चाहिँ आगोमा धन्ने गएर जलिसकेको थिएँ तर धन्ने बाँचाऊ भने चाहिँ मलाई भन्नुहुन्छ। त्यसैले त्यो भनेको हो आर्सन भनेको आगोदेखि लाग्ने डरलाई भनिने रहेछ। अब रहेछ बारोफोबिया। बारो भनेको कस्तो हुन्छ यो बारो छ नि बारो भने चाहिँ यो हुन्छ हाम्रो बा हुने क्या बा भने चाहिँ के गुरु समान हुन्छ नि बा भनेको हुन्छ गुरु समान छन्। अनि गुरुत्व बलदेखि लाग्ने डरलाई चाहिँ के भनिन्छ बारोफोबिया भनिन्छ। अर्को रहेछ त बाटोफोबिया बाटो गहिरोदेखि लाग्ने डर। अब बाटोफोबिया भन्ने बित्तिकै आउँछ बाटोमा हिँड्दै गर्दा गहिरो खाल्डोमा गिरियो गहिरो खाल्डो भेटियो हुन्छ नि त। बाटोमा हिँड्दै गर्दा के भयो गहिरो खाल्डो भेटियो अन्त के भयो गहिरोदेखि डर लाग्ने भयो। अब के बोट्नोफोबिया। अब हामी थाहा छ बोट्नो भने चाहिँ के हुन्छ बिरुवासँग छ यो पनि इजिमा राख्नुपर्ने योमा चाहिँ आएछ। अन्त सालिगानी फोबिया रहेको छ। सालिगानी फोबिया भन्दाखेरि सुन्दर महिलासँग डराउने क्या। अब के हुन्छ भन्दाखेरि साली ज्ञानी छ हैन साली ज्ञानी छ र सुन्दर पनि छ क्या। साली ज्ञानी छ त्यसैले चाहिँ सुन्दर छ क्या हो। ज्ञानी साली भन्ने बित्तिकै हामीले के आउँछ सुन्दर साली आउँछ नि त हो। त्यसले चाहिँ हामीले के भन्छ साली भन्ने बित्तिकै सुन्दर महिलासँग डराउने रोगलाई थाहा पाउने। अनि क्याटोप्रोफोबिया रहेको छ। क्याटोप्रोफोबिया यहाँदेखि डर लाग्ने के एउटा कुरा चाहिँ के रहेछ भन्दाखेरि यो बिरालो हुन्छ नि बिरालो हो बिरालोलाई चाहिँ केदेखि ऐना हेर्दैन अरे कि त्यसले किनभने उसलाई डर लाग्छ अरे कि हो। त्यसैले के हुन्छ क्याटोप्रोफोबिया चाहिँ यहाँदेखि लाग्ने डरलाई भनिन्छ। अनि चैटोफोबिया भन्छ क्या चैटो अब मान्छेले के भन्छ यार मेरो कपाल कस्तो चिप्टो भएको छ के भएछ भनिन्छ नि हो। कपालदेखि लाग्ने डरलाई के भन्छ चैटोफोबिया भनेर भनिन्छ। चिमाटोफोबिया चिसोदेखि डराउने क्या। चिसोदेखि डराउने के भन्छ चिमाटोफोबिया भनिन्छ क्या। ल मलाई त यो जाडो भएको छ नचिमाटो है कसैले पनि भन्ने हुन्छ नि त हो। त्यसले चिसो माटोले चिसो हुन्छ सक्यो। तर चाहिँ मलाई जाडो भएको छ है नचिमाटो भने चाहिँ सही हुन्छ क्या यसको चाहिँ चिमाटोलाई चाहिँ। अन्त
कोरोमिटोफोबिया रहेको छ। कोरोमिटो भन्दा CHROM के हुन्छ कोरम, पैसादेखि लाग्ने डर। आजभोलि मान्छेले के गर्ने भन्दा कोरमबाट कति धेरै पैसा कमाउँदछन् क्या, विभिन्न प्रकारका प्लेटफर्महरू रहेका छन्। हो त्यसैले के भन्छ कोरोमोफोबिया भनेको चाहिँ के भन्दा पैसादेखि डराउने रोग। अनि चिबोफोबिया रहेको छ। चिबोफोबिया नै खानादेखि लाग्ने डर, खानादेखि डराउने क्या, खानादेखि डराउने। चिबो भने चाहिँ CIB क्या, CIBहरू हुन्छ नि त, जाँचको बेला खाँदैनन्, CIBहरू उता जान्छन् कि आफ्नो यो कामतिर जान्छ नि त, हो त्यतिखेर चाहिँ उनीहरूले खाना खाँदैन भनेर चाहिँ हामीले याद गर्न सक्छौँ। डायस्ट्री चिबोफोबिया दुर्घटना, डायस्ट्री डीबाट धेरै जस्तो छैन क्या फोबियाहरू, डी नामबाट हो। त्यसै डी सम्झिन के भन्ने दुर्घटनालाई हामीले सम्झिहाल्ने। अनि इसिपोफोबिया घरदेखि डराउने। इसिपो भन्ने त्यही हामीले स्केप गर्न सोच्ने क्या, अब हामी त अब घरदेखि स्केप गर्नुपर्छ क्या, स्कुलदेखि स्केप गर्नुपर्छ, हो त्यो भन्छ नि त, हो त्यसले के भन्छ घरदेखि डराउने। अब स्केप हामीले मेनली गरेँ भनेको कहाँ स्कुलमा, अब स्कुलमा स्केप गरेपछि भागेपछि चाहिँ हामीले भन्छौँ नि त ल घरमा आज मार्छन् कस्तो के गऱ्यो होला भन्ने हुन्छ नि, हो त्यसले घरदेखि डराउनेलाई भनिन्छ। अब गिल्टोफोबिया भन्दाखेरि हाँसोदेखि क्या गिलिलिलिली हाँसेर नाचेर हो गिलियोफोबियालाई चाहिँ त्यो भनिन्छ। अनि गामोफोबिया भन्दाखेरि विवाहदेखि डर लाग्ने रे क्या, अब गामो भने गमा सम्झिने एउटा केटी सम्झिने हो, मलाई त गमादेखि लास्ट डर लाग्छ, गमालाई बिहे गर्न लास्ट डर लाग्छ भनेर हामीले गामोफोबिया सम्झिने। अनि युटोफोबिया रहेको छ। युटोफोबिया भन्दाखेरि लिङ्गदेखि डराउने क्या, लिङ्ग हाम्रो सबैले एउटै हुन्छ नि त, हो त्यसले चाहिँ युटोफोबिया भने चाहिँ लिङ्गदेखि डराउनेलाई के भनिन्छ युटोफोबिया। अब जिनोफोबिया सेक्सदेखि डर लाग्नेलाई, जिनो मान्छेसँग सेक्स गर्न असहज हुन्छ, डर लाग्छ, किनभने जिनो मान्छे जे पनि गरिदिन सक्छ नि त, जिनो भने चाहिँ यहाँ कस्तो खालको रहेछ भन्ने हुन्छ नि त। अनि गोराफोबिया भने चाहिँ गोराफले हामीले लेखेर गर्छ नि त, गोराफ बनाएर अक्षरदेखि लाग्ने डरलाई के भन्छ गोराफोबिया भनिन्छ। अब गाइनो भने चाहिँ मैलादेखि डर लाग्ने भयो, गाइनो सम्बन्धी सबै मैलाको रोगहरू, यो मैलाको यो भित्र हुने। अनि हेलियोफोबिया भने चाहिँ हामीले चाहिँ हेलिकप्टर सम्झिने, हेलिकप्टर चाहिँ गाडी यो सूर्यलाई छुला भन्ने उडिरहन्छ नि त, हो त्यसैले हेलियोफोबिया भने सूर्यसँग लाग्ने डर। अनि हिमोफोबिया भनेको रगतसँग लाग्ने डरहरू भयो, हिमो भन्दा एमा बेबीले रातो समथिङ सम्झ्यौ न, अनि काकुर क्याकुर भयो, अनि हारसँग लाग्ने डरलाई चाहिँ यो के देखाउँछ लामो सबै काकुर क्याकुर हो, यो फोबियादेखि चाहिँ लाग्ने गर्दछ।